Good morning everyone, welcome back to my channel. So आज चाहिँ फेरि सिलगढीको ब्लग बिहान उठेर सिलगढीतिर लाग्दै आज फाइनली डकुमेन्ट भेरिफिकेसन छ। सो हेर्दै गर्नु होला, यहाँदेखि गएर अब डाइरेक्ट ओत्लाडीमा ब्लग गर्ने हो। यो ओत्लाडी आइपुग्यो केटाहरूसँग, यहाँ राजु 560 थियो यहाँ रहनु ल भाइ ओत्लाडी प्रनित। सो अबदेखि यहाँ फेरि बस पर्खिने अनि बस पर्खेर सिलगढी जाने। सो त्यति बेलासम्म अब एकछिन पर्खिने पर्यो, पैसा देखाउँदैछ केटा हो। सो अहिलेको लागि राखेको सिलगढी बसबाट झरेको केटाहरू हो। हेरेर पर रोक्थ्यो यहाँदेखि केटाहरू यहाँ छ हो। यो सुजलहरू मुलाहरू भन्नु आउँदैन। सो अब त डाइरेक्ट भित्र बसेर बुझाएर निस्किने हो। सो अहिले हेर्दै गर्नु होला। सो साथीहरू यता छ। यस गाइस वेलकम टु माई ब्लग भन्नु न। रोहन के भन्नुहुन्छ तपाईँलाई? बिहान बिहानै भरे भन्छ अरे। सो अहिले त राखेको यहाँ केटा हामीले बसाएको छ ऊ यहाँ पर्दा नि यिनीहरूले उयो गरिरहेको सुत्दिसक्यो केटाहरू। यहाँ यस्तो भिड छ। सुत्दै हेरेन पर भिड सुत्दै हामीले हो नाम म त जाने हो। हो यहाँ र झमेला आज नभएर केटाहरू हालततिर नि बसायो 2 बजीदेखि बिहानदेखि 4 बजीसम्म। लास्टमा चाहिँ डकुमेन्टै भेरिफिकेसन भएन, फेरि बोलायो केटा हो। भाइ के भन्नु छ आजको बारेमा? सो फेरि आज भोलि हो, अहिले चाहिँ राखेको एकैचोटि ओत्लाडीमा भेटौँ। भर्खर ओत्लाडी झऱ्यो केटा हो। भर्खर केटा यहाँ छ हो। ढिलो भयो आज चाहिँ हो। गाइस चाहिँ आज यस्तो होइन अरे, फ्ल्यासलाइट बालेर अलिक धेरै क्लियर आउँछ कि। मेरो पनि फ्ल्यास अन हुन्छ नि यहाँ भिडियो। ए लो ब्याट्री रहेछ कि फ्ल्यासै अन भएन। डिस्चार्ज भन्छ। सो अब चाहिँ घरमा गएर ल। सो आजको लागि यति नै, बाई बाई गाइस। के त खानु मन थियो नि?